सो हाई एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। र मैले चाहिँ तपाईँलाई लास्ट भिडियोमा भनेको थिएँ नि कि सरप्राइज छ भनेर। अनि सरप्राइज चाहिँ के हो भने चाहिँ नि म चाहिँ वापस घर आएको छु होइन। एक हप्ता पनि नभए म चाहिँ घर आइराखेको छु नानीको यादमा होइन, बस्नु नसकेर। तर भए म चाहिँ बस्छु भनेको थिएँ नि त, तर मेरो हस्बेन्डले चाहिँ नाटक नदेखाइ बस जा भन्ने भन्यो नि त होइन। उसलाई पनि नानीको माया लाग्यो होला, अन्त मलाई घर पठाइदियो। अन्त यो 1 महिना चाहिँ मेरो घर जाँदै आउँदै गरेरै बितिसक्यो होइन। अनि म चाहिँ अब सिलगढीमै जब गर्छु भनेर सोचेर चाहिँ आएको थिएँ नि त होइन। सो अनि आज चाहिँ मेरो इन्टरभ्यू पनि थियो, अन्त त्यहाँ म चाहिँ ट्रायल दिनु गएको थियो। अनि नानीलाई पनि लिएरै गएको थियो होइन। अन्त वापस आउँदा चाहिँ नानीलाई घुमाएँ होइन। आज ठिकै गोर्खे हाट लागिरहेको रहेछ नि त त्यहाँ। अनि हामीहरू चाहिँ गोर्खे हाट पसेको थियो नि त। अनि यहाँ गाडीहरू पनि रहेछ। अन्त मैले चाहिँ नानीलाई गाडीमा चढाइदिएँ होइन, 2टा गाडीमा चढाइदिएँ। अन्त मेरो छोरा चाहिँ धेरै खुसी भइरहेको थियो होइन। अन्त यहाँ चाहिँ मेरो नन्दलाई चाहिँ अस्तिदेखिको त्यो गिलो चटपटे हुन्छ नि, अब अहिले पुरा भाइरल छ होइन। अन्त अस्तिदेखि पुरा खानु मन लागेको थियो अरे। अन्त यो गोर्खे हाटमा चाहिँ पाउँछ नि त। अनि त्यही भएर चाहिँ आज हामीले यो गिलो चटपटे खाऊँ भनेर अर्डर गरेको थियो होइन। अन्त खायो। अन्त म चाहिँ यहाँ मोमो अर्डर गरेको थिएँ नि त, भेज मोमो। तर गोर्खे हाटमा चाहिँ अलिक सबै कुरो एक्सपेन्सिभै हुँदो रहेछ अब नर्मल बजारमा भन्दा। अन्त उसको चाहिँ ठिकै यहाँ गिलो चटपटे पनि आइसकेको थियो। अन्त उसलाई टेस्ट गर्नु थियो अनि मन परेन अरे। अन्त हामीले चाहिँ 2टा मगाउनु आँटेको थियो। अनि मैले चाहिँ फर्स्टमै उसलाई भनेको थिएँ नि त, एउटा मात्रै मगाऊँ भनेर, किनभने अब कस्तो हुन्छ थाहा हुँदैन नि त, पहिला ट्राई गर्नुपर्छ अन्त मात्रै मगाउनुपर्छ भनेको थियो। अन्त हामीलाई चाहिँ धेरै मन परेन नि त, अब जस्तो फेमस भइरहेको थियो गिलो चटपटे त्यस्तो खाले चाहिँ मन परेन। अनि मैले चाहिँ यहाँ त्यहाँबाट के ल्याएको थियो भनेर चाहिँ तपाईँलाई देखाउँदैछु होइन। मैले चाहिँ यो के भन्छ सुक्टीको अचार पाएको थिएँ, एकदमै दामी देखेर चाहिँ मैले लिएर आएको। अनि चिप्सहरू लिएर आएको थियो। अनि छोराको लागि चाहिँ होममेड बिस्किटहरू लिएर आएको थिएँ।